के गर्दै हो? हजुर के गर्दै हो दाइ? यहाँ हिजो के यो मौरीलाई अत्याधिक कमिला र साङ्गले असर गरेर यो मौरीको वृद्धि विकास हुन नसकेर यसलाई चाहिँ बिहा उता पुरामतिर भएको घरलाई हिजो यहाँ लिएर आइयो। हजुर त्यसलाई चाहिँ कमिलाले साङ्लाले हजुर असर गरेर यसले काम गर्न सकेन। हजुर दाइ र यसलाई मैले आज के अरे यो भिटामिन चिन चाख्ने बेला दिँदैछु। हजुर त्यतिक झर्ना होइन अझ पानी धेरै आएर यस्तो छ हालत हेर्छ मौरीको। यस्तो हालत मौरीको लगातार पानी आएछ, काम गर्न पाएन, खाना केही छैन, केही छैन। आज यसलाई मैले ल यसमा हेर ल यसरी दिँदैछु भिटामिन चाख्न दिँदैछौँ। भिटामिन अब यसमा चिनी चाख्ने बनाएर दिँदै हो। यसले खाना पाएन आज अब आजबाट यसो टाठिन्छ। खाना दिएपछि यो घरमा पनि काम गर्ला भन्नु पऱ्यो। खाना पाएन मिलेर त्यसमा छ हेर्नु यहाँ कस्तो छ यो त देखान। त्यति बस्दा खान्छ होला मौरीले। त्यति बस्दा खान्छ दाइ। यहाँ राखेपछि यसले थाहा पाउँछ क्या। थाहा पाउँछ